हार्दिक बधाई छ गलकोट भलिबल टिमलाई। विशेष गरी त म बधाई दिन चाहन्छु गलकोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसीलाई, किनकि नेपाली भलिबल जगतमा सायद यस्तो टिम कोच देखिन्छ जसले नेपाली भलिबल विकासको लागि विदेशी खेलाडीको आमन्त्रित गर्नुहुन्छ। केही महिना अगाडिको तुलना हेर्ने हो भने मदन भण्डारी इन्डो नेपाल भलिबल च्याम्पियनसिप प्रतियोगितामा इरानी खेलाडी र भारतीय खेलाडी समेतको आगमन गरेका थिए र त्यो खेल्न पनि गलकोट भलिबल टिमले हार बिहोर्नु पर्यो। त्यसै गरी लगत्तै बुटोलमा जारी सैना मैना दुधराक्षी क्लबले आयोजना गरेको प्रतियोगितामा पनि विदेशी खेलाडीहरू ल्याउन पुगे र त्यो खेल्न पनि गलकोटका सुरेन्द्र केसीले प्रतियोगितादेखि आफ्नो टिमलाई सफल बनाउन सकेनन् र असफल पनि भए। त्यसै गरी लगातार टाइगर कपमा पनि उनले खेलाडीहरूको आगमन भित्र्याए र टाइगर कपमा पनि विदेशी खेलाडी ल्याउँदा उनले हार बिहोर्नु पर्यो र त्यसै गरी आफ्नो ठाउँलाई चिनाउन र नेपाल भलिबलमा केही विकास हुन्छ भन्ने लक्ष्य र नेपाली भलिबल क्षेत्रमा खेलाडीहरूले केही सिकुन् विदेशी खेलाडीबाट भन्ने उद्देश्यका साथ सुरेन्द्र केसीले विदेशी खेलाडी भित्र्याउने गर्छन् र यस 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल प्रतियोगितामा भने गलकोट भलिबल टिम इरानी 5 जना र भारतीय 1 जना मिडलबलरको साथमा गलकोट भलिबल टिम आज फाइनल प्रवेश गरेको छ। धेरै धेरै बधाई दिन चाहन्छु र यो लगानी, यो दुःख र यो परिश्रमको लागि गलकोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसीलाई मनदेखि धन्यवाद दिन चाहन्छौँ, किनकि विदेशी खेलाडी ल्याउन त्यति सहज वातावरण छैन र त्यति सजिलो पनि छैन।